Good morning, केटा हो. त्यतिखेर त त्यो उयो It's गरे new day, new block. सुरु भइसकेको छ. क्या हुन्छ? ट्रिपल लोड हामी एभिएटरको स्कुटरमा है केटा हो. मर्निङ भाइब्स केटा हो है. परबाट राम्री राम्री नानीहरू आइरहेको छ. हट्नु न परबाट राम्री राम्री नानी आइरह म खिचिरहेको छु झन्. परबाट राम्री राम्री नानी आइरह केटाहरू नि ह्यान्डसम ह्यान्डसम केटाहरू नि आइरह. ह्यान्डसम ह्यान्डसम केटाहरू नि आइरह. 10,000 किलोमिटरसम्म दाइ होइन वारेन्टी नै हुन्छ क्या. के छ ल ल ल ल ल क्या अब चाहिँ टक्क हामी भोला पेपरतिर गएर टक्क चिया हान्नु पर्यो. अमेरिकन हामी अमेरिकन भोलि होइन म चाहिँ भोलि लस एन्जलस क्यालिफोर्निया जान्छु. भोलि पनि होइन अब अहिले जान्छु होइन होला. म त एम्स्टरड्याम जान्ला लाइट ल है केटा हो हामी चाहिँ आफ्नो पछाडिको हावा छ कि छैन कि मैले थाहा पाउँदैन. हेर्नुपर्छ त एक केही देखाइ छैन. हामी चाहिँ आफ्नो गन्तव्यतिर लागिसकेको छ केटा हो. लगभग त्यो लास्ट टाइम सर्भिसिङ गरेदेखि टोटल गरेकै होइन हावा भरेको हामी कति मिलेर पुग्छ लस एन्जलस कति यो नि पनि hello something something hello नि पनि आजकलको झगडा पऱ्यो भने त सिधै स्कुल ग्याङ फाइट हो. ग्याङ फाइट सबलाई भएभरको सबलाई ल्याएर आएर छिटो आउँछ यार आजकल. के भन्छ उयो यस्तो साइको थियो होइन के त्यसको नाम चाहिँ हामी चाहिँ यो फिला दाईको मास पसल आइसकेको छ. बजारपेटरी पनि आइसकेको छौँ. हामीले आन्टीलाई नि भेटिसकेको छौँ. ल ल ल ओहो त्यही हाम्रो कति क्युटी दामी आउँदो रहेछ फोटो भन्दा है. अनि मोबाइल पनि होइन ऊ ठुलो जातको कुकुर जस्तो आयो कि. भोला बेकर आइसकेको छ. अब चिया दाइ के खाने त्यहाँ चिया त खाने हो नि. चिया 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 बनाइदिनु. म त मिल्क खाने हो. त कुन चिया खाने? म त लेमन खाने यो दुध खाने. म त लेमन खाने म त दुध खाने. पेट दुख्छ. कहाँ उताबाट चाहिँ हाम्रो लौरेदाहरू आइरहेको छ है. लौरेदाहरू टक्क आएर लौरेदाहरू हाम्रो हाम्रो लौरेदाहरू चाहिँ टक्क बिहान बिहानको लागि रनिङ हिँड्दै हुनुहुन्छ है. ल सबैजना लाउरे हुनुपर्छ. ल केटा हो हामी चाहिँ टक्क के लेमन टी हो. लेमन टी खान लागिरहेको छ केटा हो. चुरोट चाहिँ खाँदिनँ है यो फेरि. स्मोकिङ किल्स एन्ड इन्जर्स त्यो हेर्दा है केटा हो. सबले बुझ्यो नि. मिलन साथी एकछिन बोल्न मिल्दैन अरे त्यसैले म एक्लै बोल्दैछु केटा हो.
अरू सुट्टा तान्दै म चाहिँ के अरे चिया पिउँदै है केटा फेरि ल हाम्रो भविष्यको लौरे भाइ तिम्रो नाम भनिदेऊ त ल हाम्रो दाइसँग रेस गर्नुपर्छ फेरि पहिला हाम्रो भविष्यको लौरिनी दिदी चाहिँ यता हुनुहुन्छ ल टक्क हाम्रो यो चाहिँ एनी टाइम फिटनेस जिम हो होइन यहाँ मदर्स ब्यान्क्विट छ केटा हो है यता हाम्रो अनि यहाँ के माउन्टेन मुवा थाई ट्रेनिङ सेन्टर छ होइन टक्क हेऱ्यो हुन्छ होइन अनि यहाँ चाहिँ दिपसना ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड छ होइन यो दाइ के अरे यो चाहिँ हाम्रो खरिबोट चोक है केटा हो खरिबोट चोक यो मदिरा दरबार म चाहिँ आन्टीको पसलमा जाँदैछु आन्टीसँग यसो खर्च माग्न है पैसै छैन के गर्नु त अनि अरूसँग सापरी मागी हिँड्यो काम छैन के गर्नु केटा हो म चाहिँ आन्टीको पसलमा आइसकेँ अब टक्क म यहाँ आन्टीलाई आउँछु आन्टी खै त कोही छैन तपाईँको नाम भन्नु त के अरे त्यहाँ हेर त पढ्नु जा त बाहिर बोर्डमा जा बोर्डमा पढ ल हाम्रो दिदी के अरे दिदीको होटेलको नाम चाहिँ राधा दिदी खाजा घर अनि त हाम्रो बबी दिदी होइन ल मेरो चाहिँ बबी दिदी हो म कसको छोरे बा म कसको छोरा रे माया गुरुङ चिनी माया गुरुङ चिनी पनि हो चिनी माया गुरुङ हो नि मलाई चाहिँ त्यो चिनी चाहिँ थाहा छैन माया अरू सबले माया गुरुङ भन्छ नि माया गुरुङ भन्छ हाम्रो सानी दिदी हुनुहुन्छ मैले चाहिँ धेरै पछि मेरो सानी दिदीलाई भेटेको छु अनि यता मेरो बबी दिदी हुनुहुन्छ अनि यता आन्टी हुनुहुन्छ अनि पिङ्की दिदी चाहिँ छुट्नु भयो कहाँ गयो पिङ्की दिदी विदेश गयो है त्यही त नि जानुपर्छ बसेर काम छैन 4-5 वर्ष टक्क कमाएर आउने हो अनि टक्क बाइक चढ्ने हो ज्यान स्यान बनाउने हो यहाँ स्नोकर खोल्दैछ त फेरि होइन मैले त त्यता के भनेको छु होइन खाजा साजा चाहिँ यतैबाट यहाँबाट भनिदिएको छु होइन विशालले जुन ठाउँमा खोल्यो नि त्यही अनि खाजा चाहिँ दाइ त्यहाँ भित्र भन्दा नि चुरोट चाहिँ त्यही बनाउनु चिया चिया यताबाट मिलाएर दिदीहरूकोबाट गर्नुपर्छ भनेर मैले भनिदिएको छु माथि त्यो के अरे उता के अरे त्यो पहिला बोराटानमा खोलेको थियो नि त्यस हो त्यही अब चाहिँ टक्क निस्किनु पर्ला जस्तो आन्टीकोमा चिया नि खाइहाल्यो है सबैजना मेरो के अरे फ्यान सब्सक्राइबरहरू सबैजना राधा दिदीको खाजा घरमा आउनु होला त्यो छोरा लिन आएर हुन्छ नि त आन्टीहरू चाहिँ आफ्नो तालमै बिजी
म बिजी छु भाइ, बिजी छु। बिजी हेर यहाँ काम बिजी। गर्दैछु म। यस्तो पिरियड लिएर यता यता बिजी सब्जी काट्दै एकैचोटि जिम्मा यता यता बिजी। यो चाहिँ खरिबट माइक्रो स्टप है केटा। ओहो सनराइज एकदम राम्रो देखिरहेको छ। मजा फेरि टाढोबाट जाँदैछु केटा हो वागवान है वागवान। सबले फेरि मलाई चिन्छ क्या हो, सबले हेरेर यार। तर यस्तो कन्फिडेन्स लेभल चाहिँ छैन है त्यो बाटोमा के अरे भ्लग बनाउँदै हिँड्न। त्यही पनि जस्ट ट्राई इट। हाम्रो चियापान चाहिँ भयो। अब घरतिर लाग्छौँ खानासाना खान होइन, नुहाइदै सय गरेर निस्किन्छौँ केटा हो है त। सही हो। त्यो पुरै उस देखायो क्या, जाडो महिना लाग्यो जस्तो देखायो है। पोल्युसन काठमाडौँ पोल्युसन भइसक्यो केटा हो। काठमाडौँ छोडेर सबजना भागा हो, काम छैन केटा हो। अब हामी चाहिँ मासु लिन जाँदैछ है त। ल धक्का हामी चाहिँ अनिस्ताको होटेल आइसकेको छौँ केटा हो वागवान केटा हो वागवान। आइसक्यो हामी अनिस्ताको पसलमा। काठ भने ल यहाँबाट 50 रुपियाँ निकाल्दा। गाह्रो छ आमासँग पैसा मागी ब्यालेन्स हाल्नुपर्छ, तरकारी किन्नुपर्छ केटा हो है। गाह्रो छ। म चाहिँ केटाहरू भाडा आइसकेको छु तर केटाहरू कोही छैन त। ल फक भयो नि त यो त। वाट इज दिस बिहेभियर? नो वान इज हियर। मेरो 3टा ब्युटिफुल लेडिजहरू नि यहीँ छ। हाई गरिदियो नि त। हाई ब्लग बनाउँदै हेर्नु यार। हेलो देखा माथि आउँला केटा हो। हामी चाहिँ फेरि वे टु बालाजु, ओराटा टु बालाजु है। तर नराम्रो कुरा त लाग्यो होइन है केटा हो। स्टे पोजिटिभ माई लिल फ्याम हो क्या। We are good boys. No more drinks. भाइ भनिदेऊ त। जियाराक्सियोङलाई होइन सबले के गर्नु पर्यो? सब्सक्राइब गर्नु पर्यो, लाइक गर्नु पर्यो, कमेन्ट गर्नु पर्यो, केटाहरूसँग सेयर गर्नु पर्यो। भिडियो सिडियो चाहिँ केही हालेको छैन केटा हो। चाँडै आउँछ भिडियोहरू चाहिँ। स्टे ट्युन है। एन्ड होइन एन्डको लोगो रहेछ अनि म चाहिँ एन्ड मात्र हाल्ने आउँछ।